रमाइलो आज फुल्ली रमाइलो हाम्रो एक्सर्साइज पनि भयो एक्सर्साइज पनि भयो भर्मर ग्रुपको अहिले हामी पर्वतको बम्बिङ जम्प गर्ने स्थानमा छौँ निकै रामकोटमा पर्वत कुस्माको बम्बिङ जम्प गर्ने स्थानमा छौँ एक ठाउँ लगातार 76 एक ठाउँ 32 अहिले साथीहरूले नास्ता गर्ने क्रममा हुनुहुन्छ यो बिलगेट यहाँको तल उहाँको माथि यहाँ लेडिज टिम मोमो खाँदैछन् कसै नास्ता खाँदैछन् यहाँ हेर्नुहोस् भर्मर आज बागलुङ र विष्णु भाइ आज अहिले हामी बिरमी आइपुगेका छौँ साथीहरू गाडीमा आउने भनेर बसेका छन् बस्नु भएको छ साथीहरू यो मेरो ल मिरमी ड्याम होइन हजुरलाई लामो लागेको हो तर बाटो यो सजिलो छ बाटो यो मैले पनि यो सजिलो भने किनभने म पनि त्यो बाटो हिँडिरहेको छु अब एउटा टावरबाट मैले लिएछु सेल्फी फोटो आहा क्या राम्रो छ ल ए यो मिर्मी कालीगण्डकी जलविद्युत आयोजना पारीबाट आएको बाटो जिरोबाट हुँदै आएको यसरी अनि त्योबाट आएको हाती खोला यतातिर अब गण्डकीको शिरमा पुग्ने हो मुक्तिनाथसम्मको हाम्रो यात्रा छ हेरौँ कहिले पुगिन्छ यात्रा जारी छ होटल नेचुरल आजको बसाइ मुक्तिनाथ यात्राको क्रममा तातो पानी होटल नेचुरल स्प्रिङमा आजको बसाइ छ र हामी अब भोलि बिहान यहाँ लन्च गरेर जाने साथीहरूले भन्नुभएको छ र आजको बसाइ हामी यहाँ तातो पानी होटल नेचुरल स्प्रिङमा बस्ने यो होटल अब यो क्षेत्रमा लगभग स्ट्यान्डर्ड होटल यही रहेछ डिलक्सको 8000 सब डिलक्सको 6000 समथिङ विथ ब्रेकफास्ट सहित रहेछ साथीहरू आज हामी यहाँ आजको बसाइ यही हो अवस्था यतिमा जानकारी गराएँ ल साथीहरू अब हामी यहाँबाट अहिले बिहानको ठिक 6:30 भयो अब हामी तातो पानीबाट मुक्तिनाथको लागि प्रस्थान गर्ने तयारीमा छौँ गाडी निस्कँदैछ हेर्नुहोस् तातो पानीको भ्यूहरू यो सब तातो पानीको भ्यू हेर्नुहोस् यही हो गाडी आयो अब जाँदैछौँ ल हेर्नुहोस् है साथीहरू ल अब भाइ बाई बाई तातो पानी बाई बाई तातो पानी ल ल फाइनली यहाँ आइपुग्यो
यति हिँड्नलाई हेर हिम्मत हारेको हेर दर्शन गर्न आउने बल गरौँ हिँड्नुको मजा छुट्टै छ नि ट्रेकिङ गर्नुको मजा छुट्टै छ त्यो हिँडेर मलाई के मजा छ ल फाइनली अब धेरै छैन मात्र 200 मिटर पनि छैन 200 मिटर बल गरौँ त्यति मात्र हो ल यति भिनेपछि हामी फाइनली मुक्तिनाथ दर्शन गर्न पुग्छौँ ल जय मुक्तिनाथ बाबा हजुरको दर्शन गर्न मुक्तिनाथको ठुलो स्टेप खपिसक्यो अब हामी फेरि दोस्रो गेट हुँदै अब हामी पुग्न धेरै छैन थोरै मात्र पुग्छौँ प्रयास गरौँ ल 24 hours ल घुमौँ ल घुमौँ ल हिँडौँ ल यही हो मुक्तिनाथ क्षेत्र मुक्तिनाथ क्षेत्रमा आइपुग्यो हामी जय मुक्तिनाथ बाबा हजुरको आशीर्वाद सदा कायम रहोस् हेर्नुहोस् यहाँ दाम नपर्ने मन्दिर हेर्नुहोस् मुक्तिनाथ बाबाको अब दर्शन गरिसक्यो दर्शन गरेपछि अब हामी हिँड्ने टर्खरमा छौँ यहाँ 1-2जना साथीहरूले भ्याउनु भएको छैन त्यही कारण हामीले बसिराखेको छौँ फाइनली अब मुक्तिनाथ धामको ल रमाइलो हेर्नुहोस् बुढीले बनाउँदैछ मन्दिर बनाउँदैछ के हो यसको अर्थ त थाहा छैन तर उसले गर्दैछ है सम्म राम्रो बनाउँदैछ ल के हो किन्छ सानो राख्नु यो परिसर जलाकुण्डको परिसर अब मुक्तिनाथबाट निस्कँदैछौँ जलाकुण्ड दर्शन गर्न जाँदैछ ल जलाकुण्ड हामी अहिले कागबेनीमा आइपुगेका छौँ यी 12 बजे हावा चलेछ बेसरी यो कागबेनी हो श्राद्ध स्थल हामी श्राद्ध स्थलको एरियामा छौँ र श्राद्ध गर्न जाने हो गरे यो ठाउँ हेरौँ कसरी हुन्छ यता कस्तो छ हेर्न गए है त साथीहरू गण्डकीको श्राद्ध स्थल श्राद्ध स्थल यो रहेछ यो ल 12 बजे हावा सरर फेरि